Hello guys, welcome to new chapter. Roblox. Yeah, I am already guys. She called it. Oh, it's a zigzag. Oh, watch you. She is a zigzag. त्यही हो के रोगी हो भाड फुडमा भात पोख्या सोरेर हालिदिन्छ कि के झन् हो हुन त हो रे त्यो हुन त के बल होला र आफ्नो सानै Mario. Stolen zigzag होला नि गाइस. Zigzag. त्यसको सासु किने सासु Banga changa. Hello guys. Hello guys. मर्यो है गाइस हेर्नु सक्नुहुन्छ होला मर्यो ओला चाहिँ तीन सास भात खुवाउने नि ओला चाहिँ सुकेर पानी बोकेर ल्याएर हेलो गाइस छोरीलाई छोरीहरूलाई त हाम्रो सासूले छोरीहरूलाई नै त्यस्तो उ गर्ने क्या अब ऊ चाहिँ घर बिग्रेर माइतै बसिया भयो फेरि अनि सुकेर भएको भोलिपल्टदेखि नै उहाँ धारामा दुईवटा गाई बोकेर पानी हालेर त्यति त आमा अनि एउटीलाई चाहिँ तीन सास भात खुवाउने रे फेरि माइलीलाई चाहिँ छोरीहरूलाई त त्यस्तो गर्ने अनि अरूलाई के बाँकी राख्ने अब अहिले पनि बिहान हेलो गाइस हामी जान्छौँ है अरे यार ए गायब हुँदै हो यार म त थाहा नै दिएन छुट्टै राख्ने के उले बेलका बाल्ने उले राखा छुट्टै किचन हालेर ओ लडो है गाइस ओ बे आफ्नै घर त्यो देउता आफ्नै घर लडो है गाइस त्यस्ता पाटे अचिबले है गाइस माथि अब देउता त माथि नै भयो नि अब साइलीहरू पूजा गर्छ साइलीहरूले हो नि त बिहान पूजा गर्नु जान्न चाहिँ देउता खानमै छ बेलुका पूजा गरेर बाल्ने त्यो धुप बत्ती त्यो तेल सबै किचन हालेर राख्ने के उसले बाल्ने छुट्टै त्यो देउता त एउटै घर भएपछि एउटै होइन यस्तो पाटो कि यो मरि बेला नि के हालत हुन्छ अब देउता आफ्नै हो आफ्नै भएपछि सबै लिएर सामु त्यही राखेर त्यो बिहान बुहारीले बाल्यो त्यही देउतालाई बाल्ने हो आफूले बाल्ने पनि त्यही देउतालाई बाल्ने हो
उसले बाल्ने बेला मात्रै झिकेर लाने हो बाल्ने हो अनि फेरि भित्रै ल्याएर राख्ने हो सँगै त कोही पनि छैन त्यो पूजाआजा चाहिँ गरिन्छ क्या बिहान खुल्लै हुन्छ बिहान पूजा सँगै त कोही पनि छैन त्यो बुढाबुढी छुट्टै जिगज्याग अब गर्दैन यता जाने हो यता 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 मरे यार गाइस बिहान पूजा गर्ने अनि बेलुका धुपबत्ती चाहिँ हेर्नु सक्नुहुन्छ होला बिहानै उठेर पसला जाने हो कली फेरि मरे गाइस अनि छुट्टा छुट्टा अनि बेलुका पूजा गर्यो अनि माथि त्यहाँ पूजा गर्नु पर्यो भने उनीहरू आफैले किनेर ल्याउनुपर्छ वाह हाल्नै सक्दैन गाइस किन राख्ने हो तेल धुप बत्ती सत्ती सबै उतै अनि बेलुका बेलुका झिक्ने बाल्ने गेस्टालाई पनि सिकाउनु रे बिगाइ भएको खायो यति लले हुन्छ फेरि टुन 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 আমার বুয়াই গাছ अनि पछि पछि अलिकति कुरा गर्न चाडबाडमा सँगै भात खाने भने अनि चाडबाडमा पनि के छुट्टा छुट्टै सबैजना एक ठाउँ गयो भने अनि साइलीले एक बाटो चामल बोकेर जाने एक दिन मात्र हो गाइस